नयाँ चुला ढुङ्गा स्थापना गर्दा पहिला 3वटा ढुङ्गालाई ल्याएर शुद्ध चोखो पानीले धुनुपर्छ अनि 2-3 दिन चाहिँ खुला आकाशको शीतमा राख्नुपर्छ। त्यसपछि स्थापना गर्ने दिन पनि स्थापना गर्नुभन्दा अगाडि हामी त यसरी शुद्ध पानीले पहिला नयाँ चुला ढुङ्गालाई धोइ पखाली गर्छौं। यहाँ तपाईहरुले थुप्रै ढुङ्गा देख्नु हुँदैछ। वास्तवमा हामीलाई 3टा ढुङ्गा चाहिन्छ, तर यो एउटा 4टा 5वटा यो ढुङ्गा छ। यसमा कुन चाहिँ सही 3टा हुन्छ यसले हाम्रो मुन्दुमविदले भन्नुहुन्छ र एउटा ढुङ्गा चाहिँ स्पेयरको रूपमा ल्याएको छौं। अब त्यसपछि शुद्ध पानीले यसरी धोइ पखाली गरिसकेपछि शुद्ध दुधले पनि पखालिरहेको छु ढुङ्गालाई। यो चोखाको हो। चोखाउने काम गर्दैछु। यो चाहिँ ढुङ्गा शुद्ध गरे अलि राख्न चाहिन्छ होला। अलि राख्नु चाहिन्छ होला। यो राख गरे। पानी दिनुपर्छ। त्यसपछि अब त्यसपछि घिउले गर्नुपर्ने छ। पक्रिनुस् म घिउ ल्याउँछु। अनिले फेरि पकाउनुपर्छ एकपल्ट। अब म शुद्ध घिउले म दलिदिँदैछु। यसलाई चाहिँ प्राण प्रतिष्ठा भनिन्छ। बुझ्नुभयो? पकाउनुपर्छ, मजाले पकाउनुपर्छ। यता पनि गर्नु पर्दैन हौ मजाले। यो पानी यसमा चाहिँ पानी भर्न लगौँ। अब यो हर्राको फललाई हुर्केर म यो कलश पानीमा मिसाउँदैछु। दुएर ल्याऊ। यो हर्राको फल हो, यसलाई पनि लगाइदिएँ। अब त्यसपछि तितेपाती, त्यस्तो। अब तितेपातीलाई लाउँदैछु। अब यो कटुसको पात, यो चाहिँ कलशको पानी चाहिँ चखाउनको लागि तयार भयो। यो काँसको कलशमा मैले नलसिङ ढुङ्गा, हर्राको फल हुर्केर अनि हर्राको फल पनि लगाइदिएँ अनि तितेपाती र कटुसको पात छु। र यो अब चखाउनुको निम्ति, शुद्ध गर्नुको निम्ति चुला ढुङ्गालाई यो तयार भयो। यो कलश पानी तयार भयो। होइन हौ, गर न। होइन यस्तै हो। नयाँ चुला ढुङ्गा स्थापना गरिँदैछ। 3वटा चुला ढुङ्गा
लाई बराबरी हाइट गरेर अहिले माटो भर्ने काम गर्दैछौँ र मुन्दुम अनुसार यो चुला ढुङ्गाले चाहिँ माटो छुएको हुनुपर्छ। यो चारैतिर कङ्क्रिटले बनिएको माङखिम भए तापनि तर यो 3वटा चुला ढुङ्गाले चाहिँ धरती अथवा माटो छुएको हुनुपर्छ भन्ने मान्यता रहेको हुनाले हामी त्यसै गर्दैछौँ। त्यस्तो ठुलो नबनाउनु। सांस्कृतिक सचिव हुनुहुन्छ केन्द्रीय समितिका र उहाँलाई र बुबुलाई चियासँग लिँदै गर्नुहोस्। आमा बिजी हुन्छ हो। राम्रो राम्रो छ कि अब बिजु अब जति काम सब गर्नुपर्छ ढोल ढाङ्ग्रो ल्याइदेऊ है। ममताको काम गर्नुपर्छ। अब यस्तो त मेरो खर्साङ मात्रै देखेको किन खर्साङ यहाँ छैन कि हामी चाहिँ हाम्रोमा त छैन। त्यही त हामी चाहिँ राई होइन खर्साङको जस्तै हो नि। खर्साङ ताली मार्दैन नि सबले। अब ढ्याङ्ग्रो बजायो है ढ्याङ्ग्रो त्यो पक्रिदिनुहोस् न रेडी छ क्या चलिरहेछ नि घुस लोग्यो घुस चाहिन्छ अहिले होस् न म बेसी बोल्छ लु त्यो बसिसक्नु हुँदैन त्यो बाँस त्यो अब नयाँ चुला ढुङ्गामा यसरी आगो बालिँदैछ आगो बालिँदैछ। अनि अब मूल खाँबाको पूजा गरिँदैछ। भयो भाइ अनि अब यहाँनिर मूल खाँबा तयार हुँदैछ र यो मूल खाँबा पनि पस्यो माथिदेखि हुन्छ त्यो लड्दैन बुबु है। अच्छा यो मूल खाँबा भइहाल्यो। यो चाहिँ यस्तो कि मानव सृष्टि भएपछि भनेर भन्छ मोटामोटी 17 पुस्ता पछाडि कहाँ गएको त यहाँ सुन न यहाँ 17 पुस्ता पछाडि हेसाकुवाले नाग राजा छोरी बिहा गरेको थियो अरे क्या। त्योभन्दा पहिला हेसाकुवा चाहिँ घाट बनाउने चलन थिएन। त्यो तितापाती यस्तो तितेपातीको ढुङ्ग्रोमा बस्थ्यो अरे। अनि नाग राजाको छोरी बिहा गरेर त्यस पछाडि सन्तान भएछ छोरा भएपछि उनीहरू हाम्रो त्यो रुममा बस्यो र हेसाकुवाले घर बनाउने निधो लिएर अनि हेसाकुवा जङ्गलमा खाँबा काट्नु गएछ। खाँबा काट्दाखेरि त्यो चिबेको त्यस्तो चिबेको पुछार हेरेर खाँबा काटिदिएर अनि घडी नापेर मूल खाँबा गाड्दाखेरि मूल खाँबा गाडिएन अरे। जति खोलेर गाड्दा पनि लडिजाने जति माटो खाँदा पनि लडिजाने। अनि रुममा बोजू चाहिँ अब नानी यसरी यस्तो गाडामा बोकेर चलन गर्दै थियो अरे। ए रुममा यो त खाँबा गाडिएन हौ पुग्ने आइज त भनेर अनि के बताउने दुईजना भएर खाँबा उचाल गाड्ने बेलामा नानी चाहिँ लडिजारेछ खल्टामा। अनि नानी लडिजारेपछि खाँबा पनि तल पसेपछि चाहिँ अनि त्यो उक्किएन अरे। अनि यो माटो चाहिँ जस्तो यो प्लास्टर भयो त्यस्तै भयो अरे के खोल्नु नसक्ने प्लास्टर जस्तै भएपछि अनि उनीहरूले अब जेसुकै अवस्था अब भनेर त्यही ठाउँमा घर बनाएर उनीहरू बसेको अरे। हेसाकुवाको पालादेखि अब मानव जाति भनौँ न मानव जातिले घर बनाएर बस्ने चलन भएको। त्यस कारणले गर्दाखेरि हाम्रो नयाँ घर बनाएपछि चाहिँ नयाँ घरको त्यो भन्छ एकचोटिमा चाहिँ अब यसलाई घर पाइजो भन्ने चलन छ होइन। अनि त्यति अब माङपारको गुरु चाहिँ को हुन्छ भने माङपारको गुरु चाहिँ विशेष त्यो अगाडिको त्यो जेठो पाको पुर्खाहरू
त्यो हाम्रो बोजूहरू त्यो बुढेनीहरू अब सिकारीहरू हाम्रो त्यो बाजेहरू कोपाहरू कोमाहरू नै उनीहरूको विशेष कुरा चाहिँ हामी धामी जातिको सुरु गरिरहेछ। अनि उनीहरू त्यतिखेर अब जङ्गलमा बस्दाखेरि आगोको आविष्कार थिएन, हाइहतियारको आविष्कार थिएन। अनि जङ्गलमा बस्ने, कान्थामूल खाने, जङ्गलको जनावर पक्रेर काँचै खाने, त्यो त्यतिखेर उनीहरू अनि त्यसरी जङ्गलमा उनीहरू बितेको। अनि उनीहरू चाहिँ फेरि पछाडि हाम्रो धामी झाँक्रीको गुरु भएर आफ्नो सन्तानको रक्षा गर्नको लागि उनीहरू गुरु भएर धामी झाँक्री उठेपछि चाहिँ होइन। अनि यो घरको त्यो रीति हुन्छ, यो घरको पनि सामेत हुन्छ, यो खुट्टीको सामेत हुन्छ। भरे खुट्टी दोक्सरी जाँदाखेरि सालको खुट्टीमा जानुपर्छ होइन। अनि यो घरको सामेत राखिन्छ, त्यहाँदेखि मात्रै त्यो घरमा शुभ कार्य गर्नु मिल्छ अरे। अनि यो घरको यो मूल खुट्टीको पूजा गरिएन भने के हुन्छ अरे भने त्यो घरमा कुनै पनि बेलामा अकस्मात कसा लाग्ने, त्यो घरले कुनै पनि एउटा भोग खाने क्या, त्यो घरमा बसेपछि हाँकेको ताकेको नपुग्ने, हटक मान्छे बित्ने, त्यसमा अब पुर्खाले भनिराखेको छ र। अनि मूल खुट्टीलाई समेत राख्नुपर्ने हुन्छ, त्यहाँदेखि मात्रै त्यो घरमा चाहिँ शुभ कार्य, पितृ कार्य, न्वारान कार्य, बिहा कार्य गर्नु मिल्छ। त्यसैले यो खुट्टी चाहिएको। त्यहाँ किताबमा पनि हाम्रो मणिकुमार अब सरले लेख्नु भएको रहेछ, राम्रो लाग्यो। लु अब यहाँनिर त्यहाँ के लेखेको छ, एउटा चिन्डो भनेको छ होइन। हजुर। अब त्यो चिन्डो अब त्यो अनि यो चाहिन्छ एउटा आदि चिन्ह त थियो होला। चेताउन भएको एमा इकामी दिपाचिन पालोकी दिपाचिन टोक्ती झुलाचिन टोक्ती इकामी दिवा हेसा कुवाम पालो अनासिकतामा मिना जीवा चाहनुहुँदैछ मनेमा इसिन इकामी दुक्ती मिना जीवा कि म बुझ्न मनेमा इसिन अनासिकताम इसिन पौवा हिवा पिना दाको मनेमा इसिन रावा ठुलो छ, पासा चाहिँ ठुलो छ। रावा लम्बा पासा लम्बा एमा इकामी दिवस तिरावा मेरी तप भाता पर अनस्तिकता क्योंकि क्षेत्र पुरुष था कि अन एमा बाको फुलमा बाको फुलमा बाको मोने मांग किसिन अना मिला हिवा पिमा उसुपना इकाली दुखी अना पवा हिवा पिमा बाको इसिन apa yuk sami sa kita usah bago sami sa kita usah ayah sila nabutnya karena lagi mana tapi saya madama betul madama saya madai betul madai satu mama dokter mama yang ketiga aku sumber di bako kuyu di bako sumber di bako pengawal desa pindah bako anak pengawal desa ini pasti sudah kita ya jangan kayak tahu terus ini lah karena jadi isi nama dipilih ke mata awal boleh untuk masuk kita itu tidak dipilih untuk mabap untuk masuk sesuatu untuk dapat makanya untuk mabap itu hemat tulung ko mang sa kala sa tagal mo ito bosan na sa nato dito sa umakse minasi minum bari cinta piti sama surat kita piti kita tapi itu sa minasi minum bari cinta piti sama surat kita piti sama ya alam ba yula kita piti sing halma kana
Sasongko kumpulan ako sa dito kita sini bato sa. Kita kupi na siya. Isang makukupi. Tapos, mawawak ka na tapos. Isin na naman. Bersama saya, baca saya. Coba saya. Buat tanah patung. Balik saja enggak juga. Abi चाहिँ के भनेको भने नि यो हाम्रो घरको सामे चाहिँ के हुन्छ भने अप्ठ्यारो भन्ने इतिरी खुमडुङमा रुकुम इतिरी खुमडुङमा रुकुम ससुमेकिन भनेको चाहिँ अब यो मान्छे बस्ने बुढापाका बस्ने बुहारीहरू बस्ने घर अन्न पानीको साह बस्ने घर ढुँडो पैसाको साह बस्ने घर सोला चाँदीको साह बस्ने घर यसै घरमा अब भनेको चाहिँ आदिबाट चाहिँ यो घर चाहिँ पारो बस्ने घर पारो बस्ने घर अब हाम्रो पुर्खालाई पनि अब सेकेन्ड फ्लोरमा त्यसै भन्नुपर्छ पारो सुक्लासी सुन्ने सुक्लासी भनेर भन्नुपर्छ हामी त्यो पारुवाको सन्तान हो नि त त्यो पारुवा पनि हामी जोडिएर आएको त्यसो हुनुपर्छ अब चुला राख्नुपर्छ अब हाम्रो चुला ढुङ्गा लुङ स्थापना भइसक्यो र मूल खाँबो पनि गाडिसक्यो र हामीले यो माङखिमको भित्र अनि चारैतिर हामीले कोदोको जाँडले चोखाउने काम गर्यौं र अब हाम्रो मूल यो नयाँ चुला ढुङ्गा अर्थात् यो सुप्तो लुङको प्रत्येक लुङको चाहिँ अब यो तीनवटा लुङको चाहिँ अब हामी सेवा कार्यक्रम सुरु गरिरहेका छौं माङ सेवा सुरु गरिरहेका छौं माथि अब चाहिँ के गरिन्छ भने चुला अघि चाहिँ गाडियो अब चाहिँ राख्नुपर्छ अनि चुलाको नामकरण गर्नुपर्छ अनि त्यहाँदेखि मात्रै साम्फा हुन्छ अनि साम्फा गरेर भनेपछि चुला तपाईँ त्यो पढ्दै यो जाँड हाल्दै म पनि बखान गरिदिन्छु तपाईँले यो हाल्ने पहिला आरो बेचुक हालेर मात्रै जाँड हाल्ने चामल र बेचुक भनेको चाहिँ उयो अदुवा बुझ्यो अहिले होइन अहिले जब भन्छ त्यो दुईटा थाल्न सुरु गर्छ मैले चाहिँ त्यो भन्दै लाउनु पर्ने पहिला भन्नु पहिला राई बन्तावा भाषामै आइलो ओडा अनुयाङ ओलेन्डा झारा ओडा डेकिना डिसो सानाङवाटा पट्नी जमा मुमा ल्याङ नालो आइलो ओडा ओ किमडा पोखिम से कोङडा आयु बेसुक अनमा डाबे युङमा थपक राख्नु नि ल्याङ हुद्लुङ खुङमा ल्याङ राख्नु सुमा ल्याङ युङमा
ल्याङ किना मोलो कोडा आइडाङका सुकुलुमा लिने यसमा सानो थियारी तपाईँको च्याम्मा हो छेङछेपा स्याङ्सापा सासीले युङमा लिने माङसेवा रोडमा लिने माङसेवा मुमा लिने माङसेवा युङमा लिने मिसेवा मुमा लिने झारा एकछिन ठाउँमा पोखुपी कोहितेरी कुपी डोमाको कुपी स्याङ्सापा सासीले सुकुलो पुगमा भएको एकछिन ठाउँमा ana sukulo bako ana thongma luna bako to sen sapa sachimi sukulo pugma bako thongma luna ana mamalu pugma bako mamalu pugno sa mangsawa yungni jasundane chenbidane jasum yungni chenbi yungni monkina oda mangla anyang mila dunyang mangla penyang mila penyang mangla thangsa mila thangsa mangla pela mila pela onekina aidangka jarangku kimda mangmukha kimda mang kobusa madamano tobusa madamano sasusai madamano isinama anami saya pokiga bako ana sukulo apsai pumma bako ana pummalu apsai pumma ana pamalu apsai pumma paru apsai pumma anin paru sukulo pumma bako kimda amno nangda thangsao yingsao sukulungda samkhada dabyakhada hotungkhada nimokkhada kananin jharati ana mangtilin papa sukulo mangtali sinu samkhada dalin siu diwa paciu diwa maciu ana papa diwa ciu diwa ciu papa mangciu mama mangciu mangcaciu chetku mangciu daksa mangciu warung utong mangciu Mangsama malu, mankama sumnima paru abu, ninamang, ujara kanani, anu ura buddha nincin, kasa nincin yang yusa, nincin, sengsa, nincin ane, konkina molo kanani jara. Roilam masih busulam pasti, roilam masih busulam pasti tuatine. Mina siminong pasti, ya tuh ya suara ya. Mina siminong pasti tuatine tapi suara sorat tuatine, osa sih bayi. Ya tapi tu lagi. Kalama yulam masih, kalama yulam masih, tapi lu sama, sekitar mulai apa, packing apa, Isu mangsawa, raba, suki apa, raba lampa pasal, ikami, dibaca yuksun, aino oda, oda nincin, nasa nincin yungsa, kirawa mi kita panggap, nincin sengsa, anin, nincin sukulong na bako, anin kumalong na bako. Kananin jara mangcio sampacio haratni tamunginen detuni tamungien kawatni tamungien detuni talisinen detuni tamungien bikina ora amno nangda betuli yang yari sama yang punai yari nune saya yung nesawa Sini nulis sama aku. Itu polisi itu. नेपालीमा पढ्नु यो yang bisa ada. Oke. Lai, ana net sesuatu mana baku. Ana kami pun sesuatu jangan apa. Bisnis. Ana net sesuatu baku. Ana kami pun sesuatu baku. Mana ya tu? Ana net sesuatu baku. Yang bisa mana? Ana net sesuatu baku. Ana tabung sesuatu baku. Ana sama sesuatu baku. Sama ya jauh. Iya nih.
Ana sab malo sok tulong bako jangan na. Ana sab malo sok tulong bako. Ana thabilo sok tulong bako. Kapsaya po mabako. Isinama. Ani juksuka bako. Ko hitiri ko juksuka bako. Tumbari ko juksuka bako. Ako somni ko juksuka bako. Paru ko juksuka bako. Sensa pa sa simi sinama anin. Sab malo sok tulong bako. Tumbalo sok tulong bako. Kabilo sok tulong bako. Ko Habilo sutulog pi sa malo sutulog pi. Kana nesujo sutulog pi. Sabnama sasin loli sama bako tangrak sa sasin loli sama bako. Name sasin loli sama bako. Anin paru sutuli baso somni sutulog pi bako. Ko pa itiri kum bako tomaro kum bako. Somni ko pi bako paru pi bako. Yo sok dai. Yo ल्याउनु यो चलाउनु पाले त्यति बेलामा डर लाग्यो भने मलाई सम्झिनु Itu ni timbulai dia. माताले सिकाएको हो यो भनेर मलाई सम्झिनु भने कसले गर्नु भनेर चाहिँ भन्दाखेरि मलाई ढोक्क भयो यो बाहिर हजुर सिकाएको नि उसले भने एउटा भने मलाई Lu apa? Sampai ke melo. त्यस्तै गरे त्यस्तै सम्झिएर Putih. मैले नेपाल लगा Yo. मलाई Kati lagi. सम्झिएर Baiklah. Cino lah, Cino dah. Cino di kamu. Isko kamu sampai ni. हेलो त्यसै अहिलेसम्म भन Putih sok kira. Tio. त्यो खालि त्यो मैले त्यो पेपरहरू हेर्दाखेरि चाहिँ म पनि अचम्मै माने अलिक भए भगवान्को युद्धमा महाभारतको युद्धमा अब हाम्रै राईहरू मैले पनि नपत्याएको कि तर हो रहेछ